सेवारो म बिन्चा सावा धेरै लेख्ने र विचार गर्ने बानी भएर लेख्न मनपर्छ र म लेख्छु अनि यो लेखेको कुराहरू चाहिँ म सबलाई भन्न चाहन्छु। हामी जहाँ छौँ जे छौँ जस्तो छौँ यसको लागि चाहिँ हामी सबले आफूलाई ब्लेस फिल गर्नुपर्छ। त्यो कुराहरू अनुभव गरेर है एउटा सानो शब्दको भण्डार म प्रकृतिलाई समर्पित गर्दै। जन्मको सार जीवनको अमूल्य भूमिकाको पात्र तिमी, यी सब हाम्रा लागि नै त हुन्। यी धरती आकाश जति छन् यी तिम्रै नै त प्रतिबिम्बको स्वरूप। तिम्रो प्रेमको तुल्य केही छैन, त्यसैले तिमी सबको लागि प्रिय। हामी सब तिम्रो प्रेमको अंश। तिम्रो कोखमा सधैँ हुँदा आनन्दको अपार अनुभूति महसुस हुन्छ। तिम्रो त्यो प्रेमको स्वरूप म कहिले भुल्ने छैन।